चामल का आवाज ठुलो छ त दाइले गर्नु सबै सम्झिँदा लाज लागेर आउँछ हेर मैले तिमीहरूलाई केही बनाउन नसके पनि केही तुल्याउन नसके पनि जन्माए हुर्काए यो संसार देख्न पाएँ त्यसैको भुल सम्झेर मलाई माफ गरिदिनुहोस् न अनि मलाई केही गरी तलमाथि भएन तिमीहरूकी आमालाई तिमी बोल्दा झन् बढी पछाडि छ बे पछाडि छ तिमी बोल्दा के हो यस्तो नाटकै हो नि मेकअप देख्छ कि के हो ए होइन मान्छे बिरामी भएपछि चिकित्सा हुन्छ के भन्छ सधैँ मान्छे चिकित्सा हुन्छ अब हुन्छ उपचार सेट केटाहरूले बाहिरलाई भर्खर बुझ्दैछु म नमस्कार नमस्कार कति दिन भयो के हो यस्तो यो दबाई कहाँ पाइन्छ डिस्टर्ब नगर न औषधि पसलमा पाइन्छ नि अनि उहाँ चाहिँ को नि के भयो चिन्ता नगर्नुहोस् छोरी छ त छोरीको बिहे हुन्छ आम्मा हो हेर्नुहोस् बा नाच्नुहोस् तपाईँको रोगलाई म आन्दोलन गराइदिन्छु बा नाच्नुहोस् फर्केर आइहाल्छु नि यसरी कोडा मिसी राख्नु पर्दैन बिस्तारै नमस्ते बा सुन्नुहोस् यो बेलामा सुन्ने के राम्रो बा सुन्नुहोस् आराम गर्नुहोस् केटा केटी मान्छे गुलियो मन पर्छ होला किटक्याट हो कि क्या हो बसिहाल्छु नि आमा अनि औषधि खानु भयो जानु भएको छ आइपुग्नु भएको छैन हुँदा गर्नु हुँदैन नि अहिलेसम्म बाले केही बिग्रेको छैन
के भयो डाक्टर साहब किन छटपटिरहनु भयो 5 बजे छैन लागेन अहिले 8 बजे होइन अघि बिहान बिरामी जाँचेर आएको उसको साह्रै चिन्ता लागिरहेछ मन त उतै छुट्यो जस्तो छ तिमी सुत्दै गर न 8 बजे राति बोलाएको छ त ओइ त्यो त हल्लिन्छ त ल प्याट्ट भाँचिने रे के पुल हो पुल गहिरो सोच्नु सुत्छ अब यो पनि सुध को आयो के भइरहेको छ कति आउँछन् क्या यार एकछिन बस्नु नि बसेपछि कस्तो 8 बज्यो आमा 8 त बज्यो त भर त बिहान कति बजेर आउँछु साला ल छ नि यहाँ यहाँका मान्छे कहाँ बस्छन् त यहाँ छन् नि साथीहरूले के भन्दैन हामीले भनेर के भन्यो रात्रो किन्ने पैसा जम्मा गर्न हम्मे पर्यो के लियो खै के दियो कसले हिसाब गर्यो कर्म नै हो किसानको जिन्दगीको कहिले फुल्लानीमा त्यो मुझे टिकटकमा छेपाएर स्याड भन्थ्यो त त्यस्तै शिवनारायण यहाँ गइहाल्यो क्या आँखा उठाउन ढिला भइसक्यो छिटो छिटो गर्नुपर्छ ल आँखा उठाउन ढिलो भयो ल अब के गर्ने खै के गर्ने यसो गरौँ न त हाम्रो घरमा भएको आलु चामल बेचेर भए पनि यो समस्या टाढो पनि त होइन घरमा लास छ बाहिर बेच्छ भने समाजले के भन्ला भाइ हुँदैन यो त हुँदैन दाइले भनेको ठिक हो बेचे हुन्छ बाबुको हातमा पनि साथी खप्दैन फेरि के गर्ने त उसो भयो दाइ बरु अप्ठ्यारो मान्नु भने डाक्टर बुझ्नु त बेचेन भने 50 नत्र 25 मात्रै लिएर आऊ है अब डाक्टरकोमा गयो 30-50 लाग्छ नि यार अगाडि नि दियो ल ल मनको कुरा बुझ्ने रहेछ नमागिदियो पैसा अलि ब्याजमा दियो होला नि एक्सपिरियन्स भइसक्यो सधैँ हिँड्ने बाटो भइसक्यो यो फेरि पनि गइनु ढोकामा ताल त लाग्यो नि गयो लास्ट गयो के ए उठेर गयो कि आइए कहाँ गर्नु त
भक्ति गर्ने क्या हात लाग्यो दिदी तिमी आयो अनि म आइहाल्छु नि सुब्बा हो जानु तपाईँ आउनु नानी ओ सिद्धनारायण भाइ ओहो वाह तराईबाट आँपको बोट ल्याइदिएको छु आँपको बोट छ राम्रै रोप्नु होला अलिअलि सुक्या छ मलसल हाल्नु होला ल्याएको पनि 2-3 दिन भइसक्यो तर राम्रै रोप्नु होला धन्यवाद धन्यवाद र हामी खाजा खानु गएको आउनुहोस् खाजा खान आउनुहोस् लाज मान्नु पर्दैन हामी सबै एकैता हुने आउनुहोस् गाडी जाऊ राम्रो मान्छेलाई पानी ल्याउनु जाऊ पानी दिने बाहेक केही काम छैन क्या ओए ओए डॉक्टर रोएगी क्या आजकल माध्यम होइन मलाई यसो भन्न कति पनि लाज लाग्दैन छोरा छोरी धेरै भयो गाह्रो भएको छ सुरमान सुब्बाको पैसा पठाउन दाउ गरेको होइन तैँले सुरमान सुब्बाको पैसा पठाउनु भनेको ढुङ्गा खाना पठाउनु जस्तो होसियार ए तेरो लोक नै घरमा छैन अब क्या गरौँ त नाच्ने म त सुरमान सुब्बाको आदेश शिरमा लिएर हिँडेको मान्छे हो पैसाको म पानी मुनि गएर पनि उठाएर छोड्छु विचार गर तैँले अर्को बिहे गरेर भए पनि पैसा त तिर्नै पर्छ तैँले बिहे गर्ने सोचेछ सेक्सलाई हो कि क्या हो सपना नदे फसला होइन तेरो बुद्धि कता छ बुढामा पछाडिपट्टि छ बाछो डोर्याएर अगाडि लान्छ गाई हातै आउँछ पछि पछि होइन आएपछि हाम्रो भन्ने कुरा हेर्दा हुनुपर्छ कि पर्दैन पर्यो पर्यो मलाई हो कहाँ जाँदा मछली मेरै घडिया के हो झकास ढाका टोपी ढल्काएर कोट प्यान्ट टल्काएर हिँड्ने पैसा चाहिँ नतिर्ने घर आयो के पैसा रुखमा फल्छ तिमीहरू त लक्ष्य सुरुमा सुरुवात पनि थाहा छौ नि तिमीहरूको 3 पुस्ते नानीहरूको कागज लिएर आएको भयो भन्ने कुरा यो काममा मलाई राम्ररी थाहा छ विचार गरिराख हुन्छ सुरुमान सुरुवातको ऋण खानु भनेको आगो खानु जस्तै हो हेर्दा राखे सामान लुकाउने जस्तो छ भाले समाज भाले घोल खानुपर्छ जाडोमा कहाँ गयो आफूलाई लुकाउँदै के ए फर एप्पल हो शिवनारायण ए शिवनारायण मर्यो मर्यो डबल ब्याज लिइहाल्यो नि अब के हो तिम्रो यो नमस्कार
हेर्नु त हेर्दै आएँ तल तल हेर्दै आएँ माथि ठोकिए के गर्नु त होइन र घरमा छोरा डकर्मी सिकर्मी छन् यो ढोका यो सिँढी सुरुमा साथलाई अलिकति ऋण मागेर बनाएको अब त हुने हो लामो थुकेर बस्छ के हो यस्तो होइन ल तपाईँ के हो वर्ष पनि भन्दिनौ कहाँबाट पाल्नुभयो कति कामले पाल्नुभयो भनेर सोधिदिनौ त त्यति पढाइ भएको म इरिटेट भइसक्यो त ल्याउन खाऊ यो त ठिकै हो नि एउटा तपाईँ हाम्रो सुब्बा साहबको मुटु भने पनि कलेजो भने पनि मैयो फोक्सो भने पनि गिरी गिरी कता हो गिरी शुक्ला गरिबक्ष सुब्बा साहब उठला गरिबक्ष सुब्बा साहब जुनार गरिबक्ष सुब्बा साहब मैले भन्ने हो कति बेला खाएछ ल तपाईँ हाम्रो सुब्बा साहब साह्रै दयालु मान्छे कसैको पीर सुन्नै सक्नुहुन्थ्यो त्यो पल्लोको छ नि छोटे यहाँका किसानलाई साह्रै गाह्रो भएको छ भन्छ खबर आएछ ए राबाको दादा के छ समस्या बुझेर सबको सहयोग गर्दै उद्धार गर्दै अब भन्नुभयो भर्खरै गएर उद्धार गर्दै आउँदैछु सक्दो सहयोग गरेर बिचरा कठै बिजोरै छ कसैको घरको खानै छैन बालबच्चा भोकै नाङ्गा नाङ्गे सक्दो सहयोग गरेर आउँदै थिएँ अब तिम्रो घर बाटोमै भन्छ बाटै काटेर त मनले मानेन सुब्बा साहबले पनि भन्दै हुनुहुन्थ्यो त्यो अष्टनारायण साह्रै सोझो मान्छे थियो त्यो पनि गयो कठै यसका परिवारमा के कस्तो छ बुझेर आए खै पनि भन्नुभएको थियो तिर्खा लाएर आयो अनि यसो पानी पनि खाउँ भनेर छिरेको नि ल तपाईँ राम्रै गर्नुभयो तपाईँ सुब्बाको विशेष पात्र तपाईँलाई काम जस्तै खान्छ त गर्नै पर्यो नि ठिकै सबैको भलो गर्नुहुन्छ हामीले देखेकै छौँ अब तपाईँले भलो गर्नुहुन्छ भने त हामी देखिहाल्यो नि जति डेन्जर हो त्यो त ठिकै हो के हो तिम्रो यो जहिले आउँदा पनि त्यही उही दिनुभएको पालाको ठ्याक ल भाइ के हो यस्तो मैले अर्कै बुझायो कि यसले अर्कै गरे हो म बजारमा कति राम्रो देशी त आइसकेको छ पैसा म दिन्छु किफायती पनि छ सस्तो पनि दिनभरि खाने दिनमा हुन्छ त्यो काम किन्नु नि मजाको भयो के गर्नु तिम्रो पैसा छैन कहाँ पाउनु माया तिमी पनि लाटीको लाडी माया रे होइन तिमीलाई सुनेको हो जहाँ इच्छा त्यहाँ भयो तिमी इच्छा मात्रै गरेन पैसा म दिन्छु ओइ दलिङबाट नि ल यस्तो सिम्पल तिमी इच्छा मात्रै गरेन भगवानले पनि भन्छ रहेछ गीता यस्तो पुगेको म हाम्रो भगवान जस्तो सुरुवात सुब्बा साहबले म अहिले गएर भनिदिन्छु उहाँले सहयोग गरिहाल्नुहुन्छ भने भोलि नि म देशी दाल ल्याइदिउँ ल तपाईँले कुरा त ठिकै गर्नुभयो तर हामी गरिने इच्छा गर्नु भनेको चाहिँ रितमाथि रित गर्नु गाउँमा नुन लाउनु मात्रै रहेछ मान्छे सानो भएर के हुन्छ मन ठुलो गर्नुपर्छ मन ठुलो मन गर्नुपर्छ तिमी हुन्छ ल्याइदिनु मात्रै भन भोलि नै ल्याइदिनु छु भने म रामबहादुरै होइन ल बा सुब्बा साहबको मोर्गे दिन सकेको छैन सुब्बा साहबले मनकारी रिसाउँदै क्या तिम्रो छोराले भन्नु नभन्नु भनेर सहयोग मोरा हुन् मोरा बच्चा हुन् आहा यो कुरा थाहा पाउने बित्तिकै सुब्बा साहबले
तिनीहरूको हातबाट त्यो 100 ग्राम 25 को कागज खोसेर च्यातेर पुनः हालत गराइदिन्छ अनि तिनीहरूलाई मेरै सामने पाता फर्काएर हान्नेसम्म हान्नुभयो त्यसको ठिक्क भोलिपल्ट तिनीहरूलाई अंश बन्द गरेर छुट्याइदिइसक्नुभयो राम्रै गर्नुभएछ। अनि थाहा छ त तपाईँ हाम्रो सुरमन सुब्बा साहबलाई श्री 5 को सरकारको तर्फबाट त्यही महिना 1000 बिघा जग्गा बिर्तामा बखस भएको छ 1000 बिघा जग्गा त्यो जग्गाबाट ती छोरा मोराले एक टुक्रो सुन्न पनि पाउँदैन सबै हाम्रो सुरमन सुब्बा साहबकै हो हेर्दा तपाईँ अझ भन्छु भने म त्यो पोहोरको तिम्रो तिर्न बाँकी बाली छ नि त्यो पनि सुब्बा साहबलाई भनेर बिना गराइदिउँला सुरमन सुब्बा साहबले तिम्रो परिवारलाई आफ्नै बजार सक्नुहुन्छ उहाँ अष्टनारायण बितेको दिन अष्टनारायण बितेको खबर सुन्ने बित्तिकै सुरमन सुब्बा साहब बस्नुभएको झन्डै बेहोसै हुनुभएको त्यो त म सँगै थिएँ र घरसम्म पुर्याएँ नत्र त साह्रै पिर मान्नु त्यो दिन दुईटा पिर मात्रै हो एक साथ जुटै भएको होइन त उहाँ तिनकै मासु बिना भात नखाने मान्छे पाकिसकेको मासु र भात पनि छोडेर फुर्सदिलै छु त होइन भने म नानी फकुलाई त्यो तान यसरी अगाडि राख्ने है यसरी अगाडि राख्ने यहाँ पहेँलो बटम छ यहाँ निलो यहाँ सेतो अन्त बिचको निलो बटमलाई नि यसरी औँलाले थिचेपछि त एक सय गज कपडा टुक्रिन्छ ल केही अनि कपडा बुन्दै जानु अनि बेच्दै जानु कमाउँदै जानु सके तिर्नु नसके सुरमन सुब्बा साहब आफ्नै मान्छे सक्नु कसो त माया कुरा बुझ्यो होइन ल अहिले मलाई अलिकति हतार छ है ल भोलि म देशी ताल ल्याइदिएर आउँछु है ल है त ल त माया अहिले म गएँ है त ल फेरि बाले मात्र पछुत खर्च नगर्ने भन्नुहुन्थ्यो नि आमा त्यो चार्जर पढ्नु सक्दैन छ अरे मेटिनामा 100 नोट कपडा बुन्छ नि त्यसपछि त त्यो कमाएर दिन सजिलो हुन्थ्यो होला अनि एकचोटि त्यो आलामा खुसी लागेको मैले पनि हेर्न पाउँथेँ मेरो बाबा खुसी लागेको हेर्न मन छ भन्दै जानु म पनि जान्छु के बोल्नु भएको आमा त्यस्तो कानमा नभएको बनाइदिन्छ नबिगार है जानु न डॉक्टर आउँछ डॉक्टर आयो डॉक्टरले के हुँदैछ यहाँ आमा खोइ आमा भान्सामा भाइ भाउजू नि दाइ भाउजू खेतमा आमा भान्सामा यो त 25 आना अन्याय भएन भयो भान्सामा भन्दा त भात पकाउन सजिलो नि त्यही भएर आमा भात पकाउन जानुभएको त्यो त अब तानमा खेलको रस बसेको हुन्छ भान्सामा धुवाको भेल बसेको हुन्छ मान्छे पार्टी आज पनि तिमीलाई चकलेट मनपर्ने कुरा ल्याइदिएको दुईटा चकलेट पनि लप्पाते रहेछ ल ल अर्को पनि मनपर्ने कुरा
ढोका लाउनु गएको होइन आमालाई पनि हात पकाउने काम लगाउनु भएको फेरि हामी गरिबको भाग्य यस्तै त हो नि रोगी भए नि बुढी भए नि काम त गर्नै पर्यो अझ तिम्रो भएको मनैदेखि तारिफ गर्न लायक छ सर्दै जाने हुन्न अनि तिमी भान्सामा गएर मलाई दर्शन नदिने सजाइदिन लाग्यो कि अनि बाबु के एउटा कुरा सोध्छु कि बा सक्दैन सोध्नु न नानी फर्मुको ठाउँमा हटाएर म नानी आमामामा मलाई थाहा थियो तिमी रिसाउँछौ भनेर ल ल भइगयो नानीहरूलाई थप्नु मात्रै भन्ने हो कि म नानी फर्मुको धेरै बोलाउँछु मलाई पनि नानी नै भनेको मनपर्छ त्यहाँ अगाडि चाहिँ होइन नि फेरि ओहो मैले खाएँ नानी मात्रै भन्छ अनि तिमीलाई चाहिँ मलाई के भन्न मन पराउँछौ त पुरै नाम के साँच्ची भने तपाईँले सक्नुहुन्न बोका रिसाउनु भयो भने तिमी जित्छौ मैले जित्यो भने चाहिँ के पाउँछु मलाई पाउँछौ मलाई जित्ने अभिमान पनि छैन त्यसो भए मलाई जित्न देऊ अनि त्यस जिताइमा तिमीलाई पाउने बाचा हो पानी पाएछ ओहो आफू हानि सक्दा नि कसैले गर्ला त भएको मै हाल्छु म कबुल गर्छु म कसैलाई कबुलियत गराउन नि चाहन्न जित्ने अभिमान पनि छैन साँच्चै तपाईँ जित्नुभयो भने मलाई के गराउनुहुन्छ लडाइँमा हारेको कोही बेला जस्तै पो दुःख दिने हो कि म मेरो नानीको मधुर कण्ठबाट गीत र कविता सुन्छु आउँदैन मलाई गीत कविता भन्नु त्यसो भए भने त म तपाईँलाई लाठी नाच्न सक्छु म लाखे हुन नाच्नलाई पछाडि पुरा गाउनलाई मेरो गाडीमा रहेछ मिठास छ मेरो आँखामा खाली छ जसले मेरो मनको आकाशको छाटो भएको छ नबोल्दा तिम्रो मौनताले मेरो मनमा गीत भनिनुपर्छ हृदयमा मेरो गीत बज्छ भने तपाईँले आँखा नाच्न तपाईँको आमा पनि नाक जस्तै नाचिरहेछ तिमीले साथ दिनुपर्छ नि त्यो लाग्ने त एक्लै नाच्छ तपाईँ जानु म भात खान जान्छु मामा मैले के गर्नुपर्ने छ मैले के गरेँ कि चिप्चिलो भात खाएर गएर भात पाए पर्ने ए हुन्छ सुते देखियो कोदाल लिएर आउँछ यो कोदाल छ होइन के हो त कोदालै यो कोदाल चाहिँ ल त्यो त्राजी लिएर आएको सब नमुने नमुना छ सब युट्युबमा हाल्ने सब युट्युबमा काटेर आराम गर्ने
को हो त्यो ओए 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 बुट बनाएर आयो क्या हो हो सपना हो सपना नयाँ दाम चाहिँ किन चाहियो भने के दिन्छु भन्दैमा दिन्छु भन्दै हाल्नुपर्छ तपाईँलाई एकछिन सोध्नु पर्दैन मन्जुर दिइहाल्नुपर्छ हेर्नुहोस् आमा थम्सुक भनेको बेमानको बल तोड्ने साधन मात्र हो थम्सुक च्यात्ने भन्दैमा बेमानको धुवा अगाडि आयो क्या हुक्का अन्त सुन्नु न भित्रै आउनु कति हिँड्नुलाई गर्छ मान्छेहरू कति खान सकेको यो टमाटर पनि मिठो भएको नि एउटा कुरा भिडियो पठाउनु भइसकेछ चिक्ने ग्रुपमा भिडियो पठाउनु भइसकेछ ग्रुपमा खाइराख्नु न केटालाई रहर भेटा अल्छी लाग्यो यार मैले हिँड्नुपर्छ यहाँ ल खाइराख्नु कसले पकाएको तिमी जस्तो कुम्भ गर्न हो र 4 घन्टा सुत्दै किन तम्बु गइरहेको मान्छे पैसा तपाईँले सम्झ भएको छैन नि होइन के सेल जस्तो ब्याङ्कमा कुरा गर्दा सिधा भन न हाम्रो कोडा गर नेपाल उपचार गर्न आउने डाक्टर क्या अघि खेत गर्न आउँछ तपाईँहरू सरल भन्छ गाडी आउनु जाएको श्रीमतीलाई डाक्टर किन हाम्रो घरमा आउँछ घन्टा नानीसँग पक्राएर बस्छ मलाई सङ्क्रमण गराएको एउटा कुनै कुरा मान्छे छु म चुनावमा भन्छ बोकेर कहिले आउँछ यो धारेको लागि किन भाग्ने उसको खुट्टा भएपछि त हुने नि आमा के बोल्या यो के बोल्या तिम्रो मोगल त ठिक छ स्मृति हरायो पहिले पहिले लैजा भन्छौ हेर ल तमाया तिमी हामी जस्तो साना मान्छेले यसरी ठुला मान्छेले दिएको सहयोग लिनुपर्छ धेरै अहम गर्नु राम्रो होइन ल तमाया यो पनि सुरमान सुब्बा साहब यो त सुरमान सुब्बा साहबले तिमीलाई सहयोग गरेको उपकार गरेको मानको अपमान गर्नु राम्रो कुरा होइन ल तमाया विचार गर अझ हेर यहाँ कति राम्रो काम ल्याइदिएको छु यहाँ यसलाई कसरी चलाउने भनेर यसमा लेखेको म सिकाइदिन्छु है त यो यसरी अगाडि राख है यहाँ राख अनि यहाँनिर पहेँलो यहाँनिर हरियो यहाँनिर सेतो बटम छ यो भित्रको हरियो बटमलाई यसरी खटिएपछि हेर ल तमाया उता कता ये धन्यवाद होइन तिमीलाई के भएको छ ल तपाईँ सन्चो छैन कि
थाहा छैन के हो साँच्चै अष्टनारायणले नानी थप्पुलाई सुरमान सुबसाबा भनेर वचन दिइसकेको छ। हेर्नु छोरीलाई हेर्नु छोरीलाई सुरमान सुबसाबले कसलाई? नानी थप्पुले पकाएको भातै खान्छ भनेर कभर गरिसक्नु भएको छ। आज एकादशीको दिन भर्खरै गुण्डेश्वरीमा गएर फुल लगाएर पशुपतिको चन्दन लगाएर दिदीलाई झुटो बोलेर यही मरिरहँ ल। तिमीसँग झुटो बोलेर के मैले नर्कमा ठाउँ पक्राएको? मैले त मलाई केही भन्नु भएन। अब भनेर पनि होला सिधा एकसुरे मान्छे थियो मेथाले च्यालेको बेला बिर्स्यो पनि होला। तर हेर ल तपाईँ आफ्नो पितृ भइसकेको पत्नी परमेश्वरदेखि वचन पितृको वचन काट्नु हुँदैन। पितृको श्राप लाग्यो भने 7 कुल पिर्छ 7 कुल। त्यसैले नानी सुबारा थियो स्वर एक छ स्वर हाम्रो सुबा साथी कति चाहिँ पुग्नु भएको छ एक त्यो कति अरेको छोरा एक स्वरै हो त्यो उल्टो पाल्टो तल माथि पर पर भइसक्यो ग्रेट पृथ्वी चल्छ तपाईँ तिमीलाई त थाहा छैन। हेर ल तपाईँ यो उमेर 25-50 को कुरा होइन यो त सम्बन्धको कुरा हो सम्बन्धको कुरा। सुरमान सुब्बा साहब र तिम्रो परिवारको सम्बन्धको कुरा। त्यसैले हेर ल तपाईँ धेरै नसोच। मान्छे जब वैश्वास हुन्छ जब इज्जत हुन्छ यो मान्छे सबै जवान देखिन्छ। जब मान्छेसँग पैसा हुँदैन इज्जत हुँदैन समाजमा प्रतिष्ठा हुँदैन त्यो मान्छे कुटेस्टे जवान गरेको खच्चर अब दुईटाको दिनु गोदाको खच्चर जानु र लाइट बढी आयो साँच्चै जानु आमा चामल कति हाल्ने 2 मुठी मुठ पनि छैन बेसार पनि देखिन भन्दा नि गुवासे रहेछ भात त पकाउनु आयो डक्टर दाजु भाउजू राति हुन्छ सँगै हो डक्टर पनि तपाईँ जान्छ अब मलाई ठिक छ मेरो घर परिवार सबैलाई ठिक छ जानुहोस् तपाईँ कोही बिरामी छैन जानुहोस् आमा आमा होइन आमा यो डाक्टर किन दिन आएर छ यहाँ किन आउँछ किन अब ठुलाबाट मान्छेले नआयो भने मिल्यो अर्काको घरमा बिना काम किन आउनु पऱ्यो त्यसलाई मलाई यो राम्रो लागेको छैन आमा बिस्तारै बोल्न छिमेकी सुन्छ छिमेकीले सुनाएन भने छिमेकीले भनेरै थाहा पाएको डाक्टर सधैँ आइरहेछ हेर न यो पाँची डाक्टर निकाल पेसेन्ट हाम्रो घरमा आएको छ कारण पनि त हुनु पऱ्यो होइन आउनु त मैले भहिले नै आफै हुन् तर तपाईँ एक्सेप्ट गरे पनि सक्नु भएको थिएन नि त हेर भाइ कुरा बुझेको छ यो दुईवटाको तिमीले बुझेको छ यो डाक्टर किन यहाँ आएर थाहा छ यो डाक्टर किन्ने त्यसरी राखेर हाम्रो घरमा बस्दैछ यसको सहानुभूति र सहयोगले गर्दा पनि हो नानी यो जे भइरहेछ त्यो ठिक भइरहेछ न यो मान्दिनँ पनि भइगयो त धेरै नबोल्नुहोस् तिमीलाई यो विषय बोल्ने कुनै अधिकार छैन सुला गरी ए अब म यो घरमा बोल्ने अधिकार पनि छैन है मेरो सुला गरे सुला त्यो डाक्टरले घेर बिगार गरेको छैन अबदेखि नआऊ भन्दै त खेलै खत्तम हेर भाइ बचाउनु भनेको पहिल्यै गर्नुपर्छ बिग्रिसकेको के पो बचाउला
फेरि आइरहेको मान्छेलाई कसरी एकपल्ट नआउनु भन्नु त है ए त्यसमा त्यो बदमास भाइ सबैलाई जोडेर नमस्कार कहाँ खाएर भएको घरमा किन आउनु त्यसलाई तिमीले नानी सिका चाहिँ मन परि भयो अब यसरी हुँदैन हेर न तिमी चाहन्छौ भने उसैसँग तिम्रो विवाह गरिदिन सक्छौ तर यसरी लुकी छुपी खेल्नु त राम्रो भएन नि के रे भाइ त्यो बदमास डक्टरसँग बिहे गर्ने कुरा गर्दैछौ तिमी तैपनि उसको रोजाइले हामीले कस्तो गर्नुपर्छ त है स्वतन्त्र भएर बाँच्ने जमाना आइसकेको छ उसले अगाडि यस्तो बाहेक कुरा गरेर बदमासलाई पोछा नगर भाइ हुँदैन यो केटीलाई पेल्नु मन पर्छ युगको गति हो हामी सबैले बुझ्नुपर्छ हेर्नुपर्छ त्यसलाई भनिदिऊ मलाई पनि थाहा छ युगको गति स्वतन्त्रताको महत्त्व मानव पैसाको कुरा स्वतन्त्रता भन्दैमा कति बज्यो प्रेमको पनि आफ्नो महत्त्व हुन्छ होइन 1 घन्टामा त स्कुल पुऱ्याउँछ जाँदा के रे सक्यो क्या ल लगभग सक्यो अब मलाई डाक्टर आउँछ सिधै घरबारको धार जस्तो यी सब कुराको बाटोलाई नागिदिन सकिँदैन भाइ बुझ्नु तिमीले हो हेर भाइ तिमीले पनि कसैसँग प्रेम गर्न सक्छ यो त हाम्रो परिवारलाई स्वीकारै छ अप्नाइरहेको मान्छे तर यसो नभइकन तिमीले कसैकी श्रीमती कसैकी आमा कसैकी प्रेमकालाई फकाई पुऱ्याइदियो भने यो स्वीकार्य हुँदैन यो म प्रेम पनि भन्दिनँ यो स्वतन्त्र पनि होइन हेर नानी अबदेखि त्यो डक्टर यहाँ आउनु नपाओस् नत्र भने खुट्टा सुधा गर्ने सोचेस् उनकोमै खबर पुऱ्याइदिनु उनी आउँछन् त फेरि के दोष फेरि एउटा लोग्ने मान्छेसँग कडी गडौ गरेर कसरी कुरा गर्ने मैले पीर परेछ यसलाई चिनार के हो देखिन है देखिन बिचमा गर्नु कुरा त ठुल्ठुलो गर्छ त अब मैले तपाईँलाई पाउन नसक्ने भए अबदेखि तपाईँ हाम्रो घरमा आउने नपाउने रे किन फुललाई एकदम रिसाउनु भयो घरमा तपाईँ गर्न झन्डा पनि भयो हाम्रो प्रेमको बारेमा सबैलाई थाहा भइसक्यो ला पिसी डाक्टर साहब तपाईँ नआउनु तिमी आउन म जाउँ न सँगै म त ज्यानकै छोड्न सक्दिनँ तपाईँ मलाई छोडे पनि छोड्नेवाला छैन अहिले जसरी आए त्यसरी आइहाल्छु सोधी सोधी म आउँछ होला यही त होला नत्र कहाँ छ म रोकेर रोकिन्न फेरि पस्छु पनि त होइन बाँधेर बाँधिनलाई म तपाईँको शरणमा आइहाल्छु आम्मा मलाई शरण दिनु होइन र? के यस्तो चिनार डक्टर तपाईँको माया पाए मलाई कस्तो छैन बुढी ओए भाग बुढी आइ प्रेमको दुनियाँमा बिर्द बिठाउन नपाओस् तपाईँले मलाई सुख सम्मान गरिराख्नु भयो भने तपाईँले मलाई प्रेम गर्नुहुन्छ त्यहाँबाट हेर्दैछु ला आज सुत्न नपाउने भइस आज पाउने भन्नु पर्न
आज गर्न पाउँदैन त्यो आज बाहिर सुत्छ बुढी त राम्री छ त त्यो भन्दा त्यही त यार हुर्किने चाहिँ कसरी चाहिन्छ जस्तै भने पनि लागेन है मान्छेले देख्यो भने के भन्छ अलिकति पो इज्जतको ख्याल गर्नुहोस् खतरा थियो यत्रो ठुलो मान्छे भएर यस्तो बानी भएर अब त अति भयो डाक्टर साहब मैले धेरै आँखा चिप्लिसकेँ टाउको भरेर कमाएको इज्जत पानी भएर नपुग्योस् विचार गर्नु नि नपोकियोस् औको जसरी पनि फटान्ने सबै ठिकै छ त नरिसाइ मुसु हाँस्ने मान्छे त डर लाग्दा भन्दा रहेछ यस्ता मुसु मण्डली त ज्यान पनि लिन मिल्छ ला डाक्टर के था धेरै ओइ खान त होइन यो तिम्रो 3 बुझ्ने कुरा मेरो दिमागमा पसेन अब रह्यो मेरो बानीको कुरा अब हाँसिरै बोल्ने मानिस त के बौलाको मोर्चा रिसाएर तिम्रो अगाडि हुनुपर्छ एकैचोटि मार्नु कि आनन्दै हुन्छ होइन यो कत्रो धारा प्रवाह हो यो म तिमीलाई के अपराध गरेको छु के दुःख दिएर यत्रो ठुलो प्रहार गरेर केही दुःख दिनुभएको छैन दिनदिनै मिठो मिठो दुध र भात खुवाइरहनु भएकै छ राम्रो राम्रो लत्ता कपडा पनि दिइरहनु भएकै छ सारा भौतिक सुख सुविधाले पुगिरहनु भएको छ तर तपाईँलाई थाहा छ डाक्टर साहब यो सबै भौतिक सुख सुविधालाई तुच्छ सम्झेर एक विशेष सुख भोगलाई मात्रै सुख सम्झन्छ स्वास्नी मान्छेहरू उनीहरूले आफ्नो प्रेम बाँड्न चाहन्छ बुझ्नुभयो हैन कति बुझे बाबा मुझे छरङ्गै बुझे ओइ ल ल ल ल अब डाक्टर मेरो पेसा अब बिरामी आउँछ जाँच्नै पर्यो उसले औषधि लेखिदिनै पर्यो म आफ्नो पेसाको मर्यादामा त बसेको छु त थाहा छ तपाईँको पेसाको मर्यादा छरङ्ग देखेको पनि छु त्यही मर्यादा भित्र बसेर होला नि त कालामा गुलाम फुलेका तरबुजहरू पसलले जाल खातिरहनु भएको होइन यत्रो पढिदेखि मान्छे अनि डाक्टर के हुन्छ हाम्रो पेसामा कस्तो कस्तो हुन्छ थाहा छ नि तिमीलाई त्यसरी गलत तरिकाले चियो चर्चा गरेर नि तपाईँको साथी भेषमा कृष्ण देखिरहेको छु डाक्टर साहब सुनिदिनुहोस् मानिसको शोभा र सभ्यताको रक्षा गर्ने कुरा लाज हो राम्रो मान्छेसँग कस्तो के लाग्छ 3-3वटा छोराछोरीको बाल मलाई थाहा उल्टा चोर कोतवालीको टाँके होइन उसले अब आएर ठट्टा गरेर मलाई हाँस्नु उसका सिकेपछि म के डाक्टरले के राखेर यसो हेरिराख्नु भने त्यसो भए कसैले मलाई ठट्टा गर्ने कुरायो भने तपाईँले त हात गरिले त ठट्टा गर्दै बस्छौ तपाईँलाई मनपर्छ त्यो आज हालमा कल्लो छ त नुन राख्नु बिर्सेको थियो होइन कुरा मगाइनु पर्दैन स्याउरी मान्छेलाई नुन किन चाहियो ल यही ल हिँडेँ म पनि नानी कहाँ छौ डाक्टर साहबले बोलाउनु भएको छ छिराउनु ओइ ओइ के हुँदैछ त्यहाँ माथि ओइ 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 भेडमा माथिको बसेको पोज वाउ क्या दामी मैले बोलाउनु भनेको आऊ माथि नै आऊ पढाइ लेखा हुन्छ त्यतिखेर लड्ला है लड्ला अब समाउँथ्यो ओइ हान्न यसलाई कहाँ छ त यो त्यही चकलेट मनपर्छ है ला सेट डक्टरले सब सुनाउँदो रहेछ मेरो नानी तिमी एउटा सिधा सादा किसानकी छोरी वास्तवमा किसानको जीवन दुःखी भए पनि छैन काटेको सेभ भयो
सधैँ सुख र शान्तिको इन्द्रेणीमा दौडिरहेको हुन्छ। तीनवटा छोराछोरीको बाउसँग सुखको इन्द्रेणी खोज्नु कहिले पनि हुँदैन नानी। हेर, स्वास्नी मान्छेको इज्जत स्वास्नी मान्छेले नै राख्नुपर्छ। हामीले हाम्रो जीवन भोगको निम्ति अर्पण हुँदैन र कुनै पनि रोक्ने मान्छेका लागि जन्मेका पनि होइन। हाम्रो उमेरमा यौवन छ, गालामा रगत छ, ओठमा पानी छ, अनुहारमा मुस्कान, बाढीमा माधुरी छ र हेराइमा लालित्य छ। हाम्रो शरीरको अंग सबै लोग्ने मान्छेका लागि होइन, हामीले हाम्रै लागि पाएका हौँ। बुझ्यौ? किन नानीहरू मेरो कुरा राम्रो लागेन तिमीलाई? किन नबोले? केही त बोल। बोल नानी, आफ्नो मनको कुरा राख, होइन भने धोका हुन्छ। आफ्नो मनको विचार राख्नाले मानिसको अस्तित्वको रक्षा हुन्छ। बोल। तिमी पनि एउटा स्वास्नी मान्छे भएर मात्रै सम्झाए। हामी प्रत्येक स्वास्नी मान्छेहरूले गौरव र इज्जतको ख्याल राख्न सक्यो भने संसारमा दुःखको मात्रा यति घट्छ कि मानिसको बस्तीमा मात्र होइन, बाटो बाटोमा खुसी हाँसिरहेको देखिन्छ। त्यसैले नारी भएर नारीको मूल्य पहिचान गर, नारीको महत्त्व बढाउने कोसिस गर। समाजको मर्यादा र गौरव नारीको मूल्यमा निर्भर छ। नारीको चरित्र पढ्नाले जीवनमा अलौकिक आनन्द आउँछ। यस्तो केटी पाउनु पर्यो होइन? अझैको लिग होइन? अझैको लिग होइन? मसलाले त मेरो केही पनि नोक्सान हुँदैन। पढे लेखेको कमाएर पेट पाल्न सक्छ, तर तिमी बस्छौ त तिम्रो जिन्दगी बस्छ, अनेक सुख पाउने तिम्रो भविष्य बस्छ। त्यसैले मात्रै सम्झाइ। बाँकी तिम्रो इच्छा, तिमीलाई हतार भए जस्तो छ। जाऊ। खुसी हुन्छ त्यो माथिबाट पानी परिरहेको हो। डाक्टर लाट आइपुग्यो फेरि। आयो डाक्टर साहब। ओ छिना डाक्टर। किन त्यो पनि आयो ल, त्यो पनि आयो ल। तपाईँको रोपाइ भनेर यस्तो रमाइलो हेर्दै आयो भने थङ्गु खोज्दै होला। त्यसैलाई खोज्दै होला। मनपर्छ होइन? आऊ ल, अहिले पानी ल्याएको छु त, हेराउनुहोस्। हजुर, तल घरमा पानीलाई ल्याइदिनु हौ। लाग्यो लाग्यो। अनि तिमीतिर बोले कति भयो? हेलमेट आमा हेर कसरी जाने उता फेरि? राम्रै भयो है? नयाँ मेसिन आइसकेको छ। बालीले राम्रो भयो भने त कानबाट कमाइ भन्छ, गर्छु पनि हाल्छ। हो आमा। ल अर्को आइसक्यो त मेसिन है। थालेको छ। अब यसपालि बाली राम्रो भयो कि त कसरी बनाउनु नसक्यो होला र साउको दिनको तिरौँला पऱ्यो। डाक्टरले साह्रै हैरान गरे। पहिला त्यसको थियो नानीको हजुर पनि बिहे गर्नु पर्यो। गायब भइसक्यो यहाँ त। हँसले त केटी आफ्नो पैसा दिन्छ। किन आफूसँगै ज्यादै काम गर्थेँ सुतले। अब त्यसको त केहीसँग गरिन्छ। अब नानीको चाहिँ के गर्ने? त्यही त। रामबाबुले धेरैचोटि भन्छ नि, सुब्बाले हाम्रो नानीलाई एकदमै मन पराउँछ कि तिनीहरूले दिदियो सुब्बा पाउँछ। यस्तो पाप पनि सुन्ने हो आमा। सुख पाउँछ भन्दैमा नाच्नेलाई बेच्ने। हुन्छ र अब जसलाई दिनै परिहाल्छ। जसलाई त्यही पनि दिनुपर्छ भन्दैन। धनको लोभमा त्यसको बुढालाई त दिनु भएन नि, बरु नानीले नै आफूले चाहेको
मान्छे खोज्यो हुन्थ्यो डक्टर तर हुँदैन यस्ता बुढालाई चाहिँ दिनै हुँदैन यो हुँदैन भनिदिनुहोस् हुँदैन बरु आमा मलाई एकजना केटा मन परिरहेछ त्यति त हाम्रो स्टेटमा सहयोग पनि गर्न आइरहेछ राम्रो के अब काठमाडौँको बाली गर्ने तरिका तरङ्ग गर्न चाहन्छ साइकलवाला तरङ्ग पनि यहाँ हामीलाई सिकाइरहेछ अब बारीको माध्यमबाट हिमाल पहाड तराई सबैलाई जोड्न चाहन्छ अब त्यो पनि ट्राई कोही यता पनि छ त्यसो उसँग कुरा गरेर पहाड चढ्नु त्यो त राम्रै हो नि यहाँको साइड राम्रै परेछ शिवनारायण घरमै भाग्य राम्रै रहेछ मेरो आज यसपालि त रोपाइ पनि तिम्रै खेतमा पहिली भयो जस्तो हामीले पनि देख्यौँ हजुर अब छरछिमेकीले सहयोग गरे भगवान्ले साथ दिनुभयो पानी पहिल्यै भयो रोपाइमा केही गाह्रो साह्रो त परेन छैन त्यस्तो गाह्रो साह्रो केही भएको छैन केही गाह्रो साह्रो परेको छ भने सुब्बा साहेबले सहयोग गर्छु भन्नु भएको छ है छैन अहिलेलाई सबै ठिक छ त्यस्तो छैन रिङमा गरौँ न अनि सुब्बा नारायण मैले आमासँग एउटा कुरा राखेको थिएँ अस्ति त्यो विषयमा के सोच्यो त मैले त कुरा नै होइन के कुरा सुरुमान सुब्बा र नानी तपाईँको बिहेको कुरा कहिले दुराउँदा ठिक होला यो सम्भव छैन रामबहादुरजी मैले आमालाई भनिसकेँ यो हुँदैन भनेर हुँदैन यो नचाहिने कुरा नगरा शिवनारायण हाम्रो भगवान् जस्तो सुरुमान सुब्बा साहबसँग तिम्रो बहिनीको बिहे हुनु भनेको त अहोभाग्यको कुरा हो र यो अवसर पनि हो तिमीहरूको लागि जाति पनि माथि उठ्ने अनि सामाजिक प्रतिष्ठा पनि बढ्ने हामीलाई धेरै लोभ नदेखाउनुहोस् रामबहादुरजी हामी किसान भनेको भगवान् हो देउता हो ईश्वर हो तपाईँको सोच अनुसार हामी के पनि होइनौँ बताउनु भयो होला हामी किसान भनेको तपाईँको अन्नदाता हो आफ्नो खुन पसिना बगाएर समाज र देशलाई पाल्ने र संसारलाई जीवन दिने एउटा तपसी हो त्यसैले किसानलाई अपमान गर्ने तपाईँको कुनै अधिकार छैन धेरै भाषण नछाड शिवनारायण औकात बनाएर कुरा गर उनीहरूले हितको कुरा गरिरहेको छु एक चोटि ठन्डा दिन सोचेर निर्णय गर एकचोटि 10 चोटि सोचे पनि मेरो पैसा सुब्बालाई दिन आइन्दा यस्तो कुरा गऱ्यो भने नतिजा राम्रो हुने छैन अब आफ्नै बाले दिएको बताउने के अरे मरेर गएको बाको बस्नु राखेर भने त्यो हातपाले पनि शान्ति पाउँदैन विचार गर ए शिवनारायण मलाई अझैको समय दिन्छु परिवारमा सरसल्लाह गरेर निर्णय गर यो त तिम्रो लागि मात्रै होइन तिम्रो पुस्तो सुखाउने कुरा हो यस्तो कुरा गर्यो बाँकी राख्ने छैन त्यो मलाई सन्तान रहेछ अरे ए अस्तिका पुत्र हो मलाई लथर पथर गरेर कुटुमारू गरेर सुरमनसुब्बाको पैसा पत्र जाऊ होइन तिमीहरूको यो मलाई मेरो नयाँ देशी ताजको 3 सय पनि नथिने छैन कि त मेरो पैसा अहिले कहिले लिए कि त मेरो ताज फिर्ता गर लैजा तेरो धान कसले लिएर आउँछ भने हो लैजा तेरा 3 पुस्ते नाली मेलीको कागज छ मसँग यहाँ हेर ए 2 ऊ त्यसको भुँडीभित्र भएको 3 मरेर नर्कमा गएपछि पनि यो रामबहादुरले पैसा उठाएरै खर्च सुरुमा सुब्बालाई भनेर मलाई सागदारा कटाउनु सकिन भने मेरो नाम पनि रामबहादुर होइन देश र प्रवृत्तिको हनुमान रामबहादुर होइन 100 करोड 25 तिमीहरू मेरो मिटर ब्याजीको कुल देउता आज
तिमीले गर्दा हाम्रो देशको जनताहरू पुस्तौँ पुस्ता गरिब हुन बाध्य छ। हाम्रो देश समृद्ध नहुनुमा तिमीहरू नै प्रमुख कारण। भने त जयन्ती पुस्ताहरू यस्ता सैकडा 25 मिटर ब्याजलाई के सजाय दिनुपर्छ? प्रवृत्तिको राक्षस गर्नलाई डरभन्दा डर कानुन बनाएर यस्तो सैकडा 25 मिटर ब्याजहरू जस्तालाई डरभन्दा डर कानुन बनाएर कठघरामा खाँदिँदैन नि तबसम्म हाम्रो देशका स्वतन्त्र किसानहरूले कहिले न्याय पाउँछ। बुझ्नु भयो नि सबैले? बुझ्यो। एकदम राम्रो। डक्टर आयो डक्टर। होइन होला अब सायद हुने राम्रो छ। हामी बिहे गर्नुपर्छ नानी। मैले अहिलेका सम्म घर छाताहरू सबै ढुक्काइसकेको छु। अलि सुस्तो बोल्नु दाइले सुन्नुहुन्छ। के चिन्ता लिराखे कि चिन्ता कति मलाई देऊ, मेरो माया सबै तिमीले देऊ। हेर आमा आज हामी जसरी बिहे गर्नुपर्छ सही छ। आउँदिन डाक्टर साहब, अब मलाई प्रेम गर्नु मन भएन। अब मलाई मेरो प्रेम फिर्ता गरिदिनुहोस्। यो दिमाग त ठिक छ नानी? मेरो दिमाग एकदम ठिक छ। अब म नारीको नाममा कलङ्कित हुन चाहन्न। म जिन्दगी बेच्न चाहन्न। मलाई नारीत्वको महत्त्व थाहा भइसक्यो। म गिर्न चाहन्न। नानी नारी त त्यो होइन कि कोही पुरुषसँग सम्बन्ध राख्नु हुँदैन। म भन्छु नारी त भनेकै पुरुषले ग्रहण गर्नु हो। अरू केही नसोच्नु। तपाईँ जानु भएन भने म दाइहरूलाई बोलाइदिन्छु। मैले सबै घरबाट छोडेर आइसकेको छु नानी। म बर्बाद हुन्छु नानी। तिमी त्यसो नभन। छोड्नु मेरो हात। विकल्प भाइ जानुपर्छ कि हात छुट्याउन? सक्यो क्या हो? मलाई त यसको बिहे भयो, नानीको नि बिहे हुन बाँकी छ, हेरी बतासम्म बाँकी छ, मर्न बाँकी छ। yang kisaran hari dari Indonesia itu janda kota itu itu benar kalau karena masih mau janda dewe yang alhamdulillah itu dulu ya बिहे चाहिँ कसो भएको त्यस कान्छो? कान्छो पैसा मागिरहेछ त्यही भएर स्वागत ओए ओए स्वागत ओए बत्ती निभा, ओ स्वागत ओए बत्ती निभा। ओहो ini ramai cerai ini korea siapa sebut tadi mereka berarti ramai dikit ini राईको मान्छे आयो
बाढी पानी बढिरहेको छ बाढी आयो बाढी पानी हो पानी होइन धागो हो धागो प्लास्टिक रहिसक्यो गाडीकोले गर्न जाँदैन के प्लास्टिक हो प्लास्टिक भर्खर बिहे हानी मर्छ है भर्खर बिहे हाल्यो नि मर्छ तिनीहरू सबै मर्छ त्यसैले एकछिन सब मर्छ मर्यो त्यो पनि मर्यो समाप्त के अब यसरी मेरो जिजु हजुर बुवा अष्टनारायणको परिवारलाई निष्ठुरी दैवले एक ज्यान बनाए ए मेरो मामा हजुर सबै एकचोटि मर्छौँ कि त्यो एकजना होइन त्यो होइन जिजु हजुरबा अरे के यसको जिजु हजुरबा भनेको त्यो ऊ त्यो बुढो अघि बिरामी बुढो यसले सुनेर आएछ कि कहानी यसले सुनेर आएछ कि कहानी हो यो उहाँको परिवार त्यो नानो हामीले बेच नरहे पनि उहाँको प्रगतिशील विचार थियो तपाईँमा अनि मामा र यही प्रगतिशील विचारधाराले यो समाज निरन्तर अगाडि बढिरहेको धन्यवाद रुका न एकछिन के लामो किन जाने रे त्यो चाडो नाटकको जेठी बुहारी को होला तपाईँ थाहा छैन पात्रै थाहा छैन अनि कसरी पास हुने होला त्यो टप हामी टप हात्ती माया नमस्कार म दुर्गा प्रसाद खतिवडा खै तिमी कुरै बुझ्दिनौ ल त नमस्कार म सबरम सिलवाल रतमाया नमस्कार मेरो नाम विपिन घिमिरे नमस्कार मेरो नाम राधिका भण्डारी माइली बुहारी सिन्थली ए यो चाहिँ कान्छी बुहारी नमस्कार म चाहिँ कल्पना राई र यो नाटकमा चाहिँ कान्छी बुहारी नाम के होला धन्यवाद मेरो नमस्ते सबैजनालाई म चाहिँ मल्ल के मल्ल पुतलीको चाहिँ पुतलीको भमारा 100 त पर्ने नि मतलब
पुतलीको चाहिँ म नयाँ बुढा हो नयाँ बुढोले अर्को बुढा भन्छ र अगाडिको लाखे बहिनी है लाखे पनि हो लभली यहाँहरू सम्पूर्णको नमस्कार साँच्चीकै बुढाबुढी हो कि क्या मेरो नाम अक्कलबहादुर पाखरिन माइलो छोरो पुरानारा यो त पुरै पर्दैन थाहा छ हामीलाई नमस्कार मेरो नाम चाहिँ रियल नाम चाहिँ बिना विश्वकर्मा नमस्ते मेरो नाम राजीव यादव पात्र राम केलावन नमस्ते सबैजनालाई मेरो नाम सुरज भर्ती मगर म चाहिँ सुब्बाको भूमिकामा थिएँ धन्यवाद ए सुब्बा सुरुमा देखाएको छु हेलो नमस्ते मेरो नाम सुधाकर यादव मेरो सानो नमस्ते सम्पूर्णमा मेरो नाम महेश खड्का मेरो सानो क्यारेक्टर जन्ती नमस्ते मेरो नाम त्यही त थाहा भएन राम खलावनको काका तपाईँको जुन यो ऊर्जा छ यो ऊर्जा शिक्षा बनाउनु होला देशको विकास बनाउनु होला यो ऊर्जा सधैँभरि ऊर्जामा गइरहोस् तपाईँले जति पनि पात्रहरू आज मञ्चमा देख्नुभयो ती पात्रहरूलाई सजीव बनाउनको निम्ति धेरै पात्रहरू नेपथ्यमा काम गर्नु भएको छ म ती पात्रहरूको पनि परिचय गराउन गएको छु यो जुन मञ्च देखिरहनु भएको छ यो मञ्चको परिकल्पना राम भजन कामती गर्नुभएको थियो त्यो मै हो त्यसै गरी म 35औं ब्याचका भाइ बहिनीहरूलाई विशेष धन्यवाद दिन चाहन्छु यो लाइभ जुन हेर्नु भएको थियो हाम्रो इङ्गी भाइले परिकल्पना गर्नुभएको थियो र यसलाई परिचालन गर्नुभएको थियो प्रवीण माथि हुनुहुन्छ प्रवीण मगर त्यसै गरी तपाईँहरूले जुन सङ्गीत सुन्नुभयो सङ्गीतलाई परिकल्पना गर्नुभएको थियो विपिन घिमिरे दुर्गा प्रसाद खतिवडा चित्रराज पोखरेल नरेश प्रजापति सबैजना यही लाइनमा हुनुहुन्छ हात उठाइदिनु होला हाम्रा त्यसै गरी गीतमा सहयोग गर्नुभएको थियो विपिन घिमिरे दिपेन्द्र बज्राचार्य राधिका सिन्तली त्यसै गरी हामीसँग एकजना हुनुहुन्छ कता हुनुहुन्छ डाक्टरको वाइफ सिना विष्ट उहाँले पनि गीत गाउनु भएको थियो यो मञ्च निर्माण गर्नुभएको थियो दीपक पौडेल भरत सानु मगर सुरज मगर ओम प्रकाश पानिया उहाँहरूलाई पनि कता हुनुहुन्छ मञ्चमा आइदिनु होला त्यसै गरी तपाईँले गीत सुन्नु भएको थियो पार्वती गेवाली कता हुनुहुन्छ एउटा मञ्चमा आइदिनु होला हुनुहुन्छ भने त्यसै गरी कविता सुन्नु भएको थियो डक्टरजीले भनेको सुशीला शर्माजीले लेख्नु भएको थियो वेशभूषामा गर्नुभएको थियो शबनम सिलवाल अनि नारायणी पाण्डे दिदी अनि तपाईँको सङ्गीत परिचालन गर्नुभएको थियो मनोज केसी कता हुनुहुन्छ माथि हुनुहुन्छ एकचोटि उहाँको लागि पनि जोरदार ताली त्यसै गरी सिङ्गार सीता तामाङ केसीले गर्नुभएको थियो भने उपन्यास कसरी बोल्ने संवाद कसरी यसलाई संयोजन गर्ने नाट्य रूपान्तरण गर्नुभएको थियो सन्तोष खनालजीले त्यसै गरी यसको सहायक निर्देशक शबनम सिलवाल र तपाईँहरूलाई राम्रो लाग्यो मेरो के भन्छ नि अरूलाई पनि भनिदिनु होला साथीभाइलाई पनि सेयर गरिदिनु होला अनि केही कमी कमजोरी छ भने हामीलाई पनि भन्न पाइन्छ तर हातमा छोडिकन सम्पूर्ण जस सबै जिम्मा यो नाटकको निर्देशक म राम भजन कामतको हिसाबले लिन चाहन्छु सम्पूर्ण प्यारा प्यारा भाइ बहिनी गुरुवर्गहरूमा जुन अनुशासित भएर नाटक हेर्नुभयो